आदरणीय दाजुभाइ र दिदीबहिनीहरू, आज म यस भिडियोमा तौहीदको महत्त्वको विषयमा चर्चा गर्नेछु। के तपाईलाई थाहा छ कि अल्लाह ताआलाले हामीलाई सबैभन्दा पहिलो आदेश दिनुभएको कुरा अर्थात् अल्लाह ताआलाले हामीलाई आदेश दिनुभएको सबैभन्दा महान कुरा के हो? यो एउटा प्रश्न हो। यसको उत्तर यो छ कि अल्लाह ताआलाले हामीलाई आदेश दिनुभएको सबैभन्दा पहिलो कुरा तौहीद हो। तौहीद को अर्थ के हो अथवा तौहीद भन्नाले के बुझिन्छ? तौहीद को अर्थ यो छ कि एक अल्लाह ताआलालाई मात्र पूजा गर्नु, उहाँको सँग कुनै साझेदार नराख्नु। हाम्रो दुआ, डर, आशा, माया, भरोसा यी सबै एक अल्लाह ताआलाको लागि हुनुपर्छ, कुनै श्रेष्ठ प्रजातिको लागि होइन। ला इलाहा इल्लल्लाह को अर्थ नै तौहीद हो। यो त्यो हो अथवा तौहीद को कारणले हामी श्रेष्ठ भएका छौं। यसै कारणले रसुलहरू पठाइएका छन्, यसै कारणले किताबहरू अवतरण गरिएका छन् र यो तौहीद त्यो छ जसको आधारमा मानिस बीच इन्साफको तराजु कायम गर्छ। इमाम इब्नुल कय्यिम रहमहुल्लाहले भन्नुहुन्छ कि ला इलाहा इल्लल्लाह यो त्यो वचन हो जस वचनकै कारण पृथ्वी र आकाश कायम छन्। यसै कारणले संसारको सृष्टि भएको हो। यसै कारणले अल्लाह ताआलाले आफ्ना रसुलहरू पठाइएका थिए र यसै कारणले अल्लाह ताआलाले यो शरीयत बनाइएको छ। प्रिय साथी भाइ, तौहीदको महानता यसरी उजागर अथवा जाहिर हुन्छ कि अल्लाह ताआलाले प्रत्येक दावतलाई यसैबाट सुरु गर्नु भएको छ। अल्लाह ताआलाले आफ्नो पवित्र किताबमा भन्नुहुन्छ फअलम अन्नहु ला इलाहा इल्लल्लाह कि जान कि अल्लाह बाहेक अरु कोही पूजनीय छैन। यसै कारणले रसूल सल्लल्लाहु अलैहि वसल्लमले मुआज रदियल्लाहु अन्हुलाई यमन पठाउँदाखेरि यसै तौहीदको आदेश दिनु भएको थियो र अल्लाह ताआलाले जिन र मानिसलाई यसै तौहीदको कारणले सिर्जना अथवा सृष्टि गर्नु भएको छ। अल्लाह ताआलाले आफ्नो पवित्र किताबमा भन्नुहुन्छ वमा खलक्तुल जिन्न वल इंस इल्ला लियअबुदुन के मैले जिन र मानिसलाई केवल मेरो इबादत, मेरो पूजा पाठको लागि सृष्टि गर्नु भएको छु। अल्लाह रब्बुल आलमीनसँग प्रार्थना छ कि अल्लाह ताआला हामी सबैलाई यस तौहीद माथि अटल रहनु शक्ति प्रदान गरोस्।